जहाँसम्म आइपुगेको छु मलाई यो प्रधानमन्त्रीको पद पनि केही पनि मेरो बुवाले अंश दिनुभएको होइन, नेपाली जनताले दिए हो। यसमा म बहुत स्पष्ट छु। यति कुरा योभन्दा 6 महिना अगाडि भनिदिएको भए, यस्तै सोचहरू योभन्दा 6 महिना अगाडिबाटै आइदिएको भए सम्भवतः हामीले हाम्रा ती कलिला 76 जना बालबालिकाहरू गुमाउनु पर्ने थियो। जतिखेर सत्ता र शक्तिमा थियौ त्यतिखेर शक्तिले उन्मुख भयो। मान्छेलाई मान्छेको स्थान दिएनौ, मान्छेलाई भेडा बाख्रा जसरी ताकी ताकी गोली हानी हत्या गर्यौ। आज जतिसुकै भावनात्मक अभिव्यक्ति दिए पनि, आज जनतालाई भगवानै मानेर पूजा गरे पनि तिमीहरूले गरेको अकर्मण्यता कुकर्मको एक एक हिसाब हुनेछ, हुनुपर्छ। ती कलिला बालबालिकाहरू जो स्कुले ड्रेसमा नै रगतमा लतपतिएर आफ्नो मृत्युसँग लडिरहे, ती आमाहरूको सन्तान खोस्यौ, ती आमाहरूको काख खाली बनाइदियौ, त्यसमा भ्रष्टाचार गर्यौ, विध्वंस नै मचायो। अब त्यसको हिसाब त हुन्छ नै।